सुरुवातमा आउँदै हुनुहुन्छ आफ्नो प्रस्तुति लिएर हामी सबैका प्रिय बहुप्रतिभाशाली कलाकार। नमस्कार, म कलाकार तेजेन्द्र परियार। आउनुस् आउनुस्, ल तपाईलाई स्वागत छ। हामी आ रहा हूं। मामा उग्र भएर आएर चाहिँ अब बोल्छ है कलौटे, के बोल्छ? काठमाडौँको माटो छ बलौटे, मेरो बाबा हिरो हुनुहुन्छ कलौटे। कलौटे कालो त होइन, खासै कालो त होइन, तर ठिक्क ठिक्क कालो है। नाम त मेरो कलौटे नै रहला, केही छैन। फेरि आफैलाई हाँसु उठेर आउने क्या है। कलौटे बेबी आई लभ यु होइन। कलौटे सर, कलौटे राजा होइन, कलौटे कमेडी टाइपको। तर चाहिँ कलौटे भनेर छोराले राखिदिए नाम हो। धेरै दर्शक श्रोताहरूले मलाई माया गरेको नाम चाहिँ नपच्ने टाइपको नि कलौटे नाम भन्छ। अहिलेसम्म कलौटे त यस्तो उस्तै कसैले पनि भन्नुभएको थिएन है। एकदम इन्होंने वक्त बदल दिया। सुरुमा चाहिँ भन्दाखेरि एकदम पारा तातेर आउँथ्यो मलाई होइन। मेरो जुङ्गा नि ओरिजिनल, कपाल पनि ओरिजिनल, म मान्छे ओरिजिनल हो त। 2 seconds later मेरो नक्कली बाल होइन, नक्कली जुङ्गा खाइ लाग्दो ज्यान र विस्फोटन पार्ने हो। यहाँ चाहिँ केही फरक पर्दैन। म त खाइदिन्छु, म नखाएको मान्छे होइन, म त खाइदिन्छु। फिल्म खेल्न पाएँ भने त मैले 10 लाख दिन्छम खेल भन्ने भने मलाई 10 चाहिन्न, 5 लाख दिए म खेल्छु भन्नेमा म छु। म फेरि कलाकार मान्छे कालो भए पनि म चाहिँ फेरि सफा चाहिन्छ मलाई एकदम। यो मेरो खाइ लाग्दो शरीर केही छैन भने अहिले सुकिसक्यो यार। जुङ्गा भनेकै मेरो चाहिँ एकदम सम्पत्ति नै हो। जुङ्गा र दारी हुँदैन मान्छे सिंगम जस्तो भारती हुँदैन। अब ड्रेस अपको कुरै नगर्नु, लुक्स हेर्नु न पहिला, लुक्स। यहाँमा थोपडा हेर्न, थोपडा केटी बेच्दा जस्तो मान्छे। गजब बेइज्जती है। सुनकाले कालो त होइन, तर ठिक्क ठिक्क कालो है। सुनकाले कटादिन्छु तँलाई मेरो छेरपाटे। कलाकारको इज्जत भएन। काले मोरो फेयर एन्ड लभलीमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन यस्तो गोरो। मान्छे कालो भए पनि म कलौटे नाम भनेको मेरो ब्रान्ड बनिसक्यो। यो मैले नाम चाहिँ जहिले पनि अमर राख्न चाहन्छु होइन। यो चाहिँ मेरो जति पनि कुराहरू चित्त बुझ्छ या बुझ्दैन, राम्रो कमेन्ट गर्न मन लाग्यो गर्नु होला, मन नलागे नराम्रै गरिदिनु होला। सबैलाई धन्यवाद, बधाई दिन चाहन्छु। हस्, थ्याङ्क यू। खत्म, बाय बाय, टाटा, गुड बाय, गया।